फाइनल्ली म लामो समयपछि फेरि ब्याक भएँ बट नेपालबाट ब्याक भएँ होइन। अब चाहिँ हजुरहरूलाई म लाइक अपडेट दिइरहेको छु। अहिले चाहिँ हामी नेपालमा आएको एक हप्ता भयो अनि आज चाहिँ हाम्रो मनोकामना जारी ट्रिप छ अनि हामी घरबाट हाम्रो घर 16 नम्बरदेखि के अरे नारायणघाटसम्म चाहिँ एउटा बसमा आयौँ अनि यो एउटा बस छोडेर त्यो बसबाट फेरि के अरे कुरिनटारसम्म जानलाई फेरि हाम्रो यो के म्याजिक भन्ने चल्दो रहेछ यो अनि यो हामी म्याजिकमा चढेर फेरि यहाँबाट कुरिनटारसम्म जाँदैछौँ। अनि हामी चाहिँ हाम्रो योजना के छ भने हामी चाहिँ फुल्ली यो लोकल राइडहरू इन्जोय गर्नेवाला छौँ अहिले। अनि त्यही भएर अहिले हाम्रो उहाँ दिदी हुनुहुन्छ हाम्रो दिदी हो कान्छी फुपू दिदी हाम्रो रोसना भइहाल्यो नि हजुरहरूले चिन्नुहुन्छ। अनि यो हाम्रो विनाजु हुनुहुन्छ मम्मी रक्षा अनि मेरो श्रीमान चाहिँ मक्ख परेर बस्नु छ त्यहाँ बाबा हाम्रो बाबा अगाडि हुनुहुन्छ। हाम्रो छानो भुन चाहिँ फेरि यहाँ बस्नुहुन्छ। हेलो उहाँको फेरि पारा नै छुट्टै छ उहाँको। ल अब हामी हजुरहरूलाई अपडेट गरिरहेको छौँ हामी कसरी मनोकामना पुगेर आउँछौँ भनेर हजुरहरू हेरिराख्नुहोस्। यो बाटो चाहिँ हामी 16 नम्बरदेखि नारायणघाटसम्म जाने बाटो हो। यो चाहिँ मैले पहिले बसमा क्लिक गरेको थिएँ तर मैले पछि चाहिँ यसमा एड गरिदिएँ यो पनि भिडियो रहेछ मसँग भनेर हामी घरबाट नारायणघाट पुलचोकसम्म चाहिँ यो गाडीमा गएको थियौँ बसमा। अनि पछाडि सिट थिएन त्यही भएर म अगाडि बसेर भिडियो खिच्दै थिएँ अनि एकदमै रमाइलो भएको थियो। फेरि मैले एउटा मेन कुरा नै छुट्याएछु कि किनभने आज त हाम्रो रोशनीको बर्थडे हो नि त। सबैजनाले उसले ह्याप्पी बर्थडे विश गरिदिनु। ह्याप्पी बर्थडे बर्थडे गर्नु पुरी छिन्। ह्याप्पी बर्थडे धन्यवाद। मलाई यस्तो रमाइलो लागिरहेको थियो नि यो डाँडा काँडाहरू हेर्दाखेरि अनि के अरे त्यो म्याजिकमा चिसो हावा खाँदै कस्तो मजा आइरहेको थियो। फाइनल्ली कुरिनटार चाहिँ पुग्यौँ बट कति लामो लाइन छ यहाँबाट लिएर वहीँसम्म लाइन छ। रोशनी हेलो हाउ यु फिलिङ? कति लामो लाइन हो कति राम्रो ठाउँ। एक घन्टा जति लाइनमा हामी बसिसक्यौँ अझै पनि हाम्रो टर्न आएको छैन। अब अझै 15 to 20 मिनट लाग्छ जस्तो छ। कस्तो लागिरहेछ? भयो नि 1 घन्टा त। अब हाम्रो पालो आउँछ जस्तो छ। साह्रै लामो लाइन बस्नु पर्यो। हामी चाहिँ छुट्टै भयौँ हाम्रो फ्यामिली चाहिँ अगाडि जानुभयो मम्मीहरू बहिनीहरू सबै चाहिँ। हाउ यु फिलिङ? बोलिराख्नुपर्छ नआयो भने कान बन्द भयो टुम्म हुन्छ। देखाइरहेछ टोल गरिरहेछ। वाउ कस्तो राम्रो भ्यू देखेको बरु। अलि ब्याक गर न 5 मा ल्याउन 0.5 वाउ what a view। कति लक्की हामी यस्तो खुल्लम खुल्ला पर्छ बिचरा चढाइ नै नमाने माथि लाइन बस्दै गरेको हुन्थ्यो नि। झर्ना पनि रहेछ यहाँ सानो। हामी चाहिँ आइसक्यौँ यहाँबाट। पानी हुन्छ
हामी मन्दिर दर्शन गरेर आयौँ। हामी खाना खान लाग्यो। यो होटलको नाम के हो? Hey guys. बाबा धेरै होइन। Hi guys.